ओइ पिक्तोको धेरै साह्रो छ नि यतातिरै अस्ति गाई बाँधेको फर्किसक्नु क्या एक नम्बरको पदुवा रातभरि बाँधे अरे ऊ यहाँतिर यस्तो नसा भयो त नसा त छिरो मे आइज मे त पैसा परेछ कि यो के कागज सुतेलो तर केही खेतीपाती गरेर अलिक उ गरे पनि पैसा हुँदैन क्या जोगिँदैन उताको कामहरूलाई थाँती राखेर म फेरि बल खेल्न जाँदैछौँ हामी यहाँ and good morning, welcome back to my channel Rainy Sumi. आशा गर्छु तपाईहरु सबैजना सन्चै हुनुहुन्छ। न्यू डे न्यू ब्लगको साथमा हजुरहरुको साथमा फेरि पनि म आइसकेको छु अनि आशा गर्छु तपाईहरु सबै सन्चै हुनुहुन्छ। जहाँ हुनुहुन्छ एकदमै सुरक्षित रहनु होला, स्वस्थ रहनु होला, मस्त रहनु होला, व्यस्त रहनु होला साथीहरु हो। अनि आज चाहिँ म के गर्दै छु भन्दाखेरि म यहाँ ट्रक लाएर यहाँ मेरो सामानहरु मैले बोकेर म जाँदै छु। अब यहाँ चाहिँ अलिकति स्पेस नभएको कारणले अब हामी चाहिँ लसुन रोप्नको लागि हामी मेरो दाइको घरनिर हामी जाँदै छौं। अनि अब हामी चाहिँ हिडिसकेको अब खाजासाजाहरु खाएर टक्क लाएर अब हामी जान्छौं अनि त्यहाँ खन्छौं अनि त्यही सबै पकाएर त्यतै पकाएर पनि त्यतै खाने हो। त्यही भएर ढिलो गयो भने हाम्रो बुवाले फोन गरिसक्नु भयो। ओइ पिक्तोको फेरि कफी यहाँ मिक्सर गर्नको लागि आउनु भएको रहेछ क्या। अनि हामीलाई केही थाहा थिएन नि त। अब हामी त पुरै ढोका सोकाहरू सुनेर अब जान लागेको फेरि ठ्याक्कै आउनुभयो त्यो सब मामाहरू। अनि फेरि एकछिन भुल्याउँथ्यो चाहिँ अलिअलि अब त्यस्तै भयो हो बातचित कुराकानी। अनि अब हामी चाहिँ हिँड्यौँ त्यहाँ बुवाले फोन गरिसक्नु भयो। अहिले हामीलाई सुट हान्न हुन्छ। अब हामी जान्छौँ के गर्छौँ खेतै गर्नु लाइटहरू हामी जान्छौँ। यहाँ उसले चाहिँ के बोक्यौ यहाँ सागपात सबै छ यो भित्र के छ अब फेरि अन्डा बिर्सेछ र हाम्रो नानीले चाहिँ त्यहाँ फेरि के भन्छ लिन गएको छ। साथीहरु अब चाहिँ यहाँ हामी लसुन बारी धेरै वर्ष भइसक्यो यो त नखनेको। अब यति धेरै साह्रो छ नि यतातिरै अस्ति गाई बाँधेको कति गाई बाँधेको झन् साह्रो भयो। अब साथीहरु अनि अब हामी खन्छौँ फेरि त्यहाँ उता मिटिङ बस्नु पर्ने भएर फेरि बाबा चाहिँ जानु भएको छ। अब कतिखेर आउनुहुन्छ अब हामी तीनजनालाई कति सक्छौँ काटे। आज पनि बल खेल्न जानु भनेको सेट भन्नु हिजो पनि हामीले बल खेलेर हामी जित्यौँ 2 गेम जित्यौँ। त्यही भएर अझ पनि त्यति जितेर पनि म त मेरो टाउको दुखेर आम्मा कस्तो भएको थियो झन् हार्दाखेरि त म चाहिँ ढल्छु अनि त्यस्तो साथीहरु भयो भने अनि ला हामी त सटर पो भन्नु लाई साथीहरु अब हामी खन्छौँ है। अब अल्छी नगरिकन अब घाम झर्किसक्नु क्या एक नम्बरको पदुवा रातभरि बाँधे अरे ऊ साइलेन्ट बट पावरफुल यो हक्न जाऊ तिमी पनि घाँटे हक्न जाऊ अनि यस्तो गनाउने पाछ अनि सुदाको पनि यस्तै गनाउँछ पात आशिषको त झन् ल यहाँ चाहिँ एकदमै अब यहाँ चाहिँ जेन्डर छन् 12-13 वर्षको यो 12 वर्षको यति लामो 12 फिट हुन लागिसक्यो। यो अब पुसदेखि 12 लाग्छ। यो अस्ति असारदेखि 13 लाग्यो। 1 वर्षको कान्छोहरू यहाँ बल जफ्ती गर्दैछन्। यति साह्रो कस्तो छ हौ साह्रो छ कि कमलो छ? कमलो छ नि
सल्लेरीवासी ऊ पनि गाउँवासी सल्लेरी राजा खुवाइछ यता बढी केराबारीहरू छ त्यहाँ गाई र उसको बाछा अम्बाहरू फलफुल टन्नै छ यहाँ पनि मान्छे नभएपछि आफै मर्दो रहेछ त्यहाँ कत्रो धेरै सुन्तला फल्ने थियो अम्मा क्रेटका क्रेट लान्थे मान्छेहरूले अहिले अप्स सबै बुल्च्याउने नि यति कमला छ तपाईँहरूलाई म के भन्नु कसैले यसको सट्टा भेट्टाउनु भयो भने भन्नुहोला यस्तो यहाँदेखि शिरसम्म यहाँ पावर लाएर खन्नु पर्ने छ यहाँ यस्तो छ अनि अलिअलि त्यहाँ रिस उठ्न त स्वाभाविक नै हो अनि यस्तो बाँझ छ नि कति वर्ष भयो नि यो नखनेको के गत साल के रोपेन नला यस्तो छ अनि यस्तो छ अनि यहाँतिर यस्तो नसा भयो त नसा त हुने गरी त्यसै चुडिन्थ्यो त्यस्तै फेरि म त अलिअलि बिरामी पनि पो छु यहाँ खास यसरी नखन्नु पर्ने के गर्नु जिन्दगानी 2-3 साल गाउँमा बसेपछि यस्तो साथीहरू घाम चर्केको छ घाम चर्किसक्यो त्यही छ लसुन बारी त्यही माथि गाईहरू बाँधेर यस्तो छ अब फेरि हिँड्दा बल्झिनु ल हाम्रो नानी एसीका लु बल गर हैसे यहाँ भएन फेरि वान्स मोर उधाली धालो हो त जेरामा बल्बे लु बल्बे बल्बे अझै बल्बे बल दाल बल्बे छिरो मे आइज मे स्याबास हैसे केम नानी फेरि यस्तो हुन्छ क्या यो के भन्छ सिस्नोको हो लु साथीहरू टक्क लाएर यहाँ यति चाहिँ सक्यो अब यति बाँकी छ यति साह्रो छ अब सलाक्कै भयो मिठो भयो बिसाउँदा छुच्चै अलिरा रे कुक परे बिसाउन पाउँदा कस्तो भयो म्याडम राम्रो भयो नि कि खनौँ खनौँ न काशी यहाँ हेर्नु न यो चाहिँ सङ्कत्र सट्ट लाएर अब उसँग के भन्छ नुन खोर्सानी मोलेर चिनी त मिठाउँदैन यो त ऊ हो नि गुलियो हुन्छ नि मिठो हुन्छ नि यसको दार यहीँ गर्छ दार यो त कस्तो तर लाउरे हुँदैनौ
कि लाउरे लाउरे हुने भयो त्यो बान्नु पर्यो म त नबान्ने बान्दा नराम्रो देखिन्छ क्या यी गर्दा लु भएन खै त लु यी तिम्रो यी पार यसको त हाँसै नआउने खालको छ यति मतलब सेतो छ उसको चाक मुनि यत्रो बारेर त गोलो रहेछ अब के काट्दै त्यो गर्दै हुनुहुन्छ के के भन्छ नि बारुलाई झार्दै हुनुहुन्छ चलाउने कि गाई चरु बारुलाको घर बाघ साथी हाय गर बेबी केराबारीमा हो केराबारीमा केराबारीमा हो केराबारीमा चियाबारी भन्दछन् यो भित्र ओ के भन्छ अरिङ्गालको गोल हुनुपर्छ कि के हो कहाँबाट बाजेलाई त्यहाँ हौ यो माथिको यहाँ पो कि के हो त्यही त मैले साथीहरू मेरो बाबा त्यो यो रुखमा चाहिँ नि उसैले केप्चाएको अरे के उसुको हाँगा पनि छ त्यही भएर मैले मेरो बाबालाई यस्तोमा टोकेर यस्तोमा एउटाले टोक्दा है निकालेछ यस्तोमा एउटाले मोती दिएछ एउटाले झन्नै खुट्टामा टोकेको रे गाँठा कसो लड्नु भएन म त लडे जस्तो लाग्यो गाँठा त्यहाँबाट लड्नु भएको भए त ए थाप्से जताततै ओहो म त पैसा परेछ कि के हो यो कि के कागज हो अस्ति होइन 20 रुपियाँ छ 20 करोड परेछ ल अब हामी खाजा खान जान्छौँ खाजा कहाँ जुस खान पो त हामी यताबाट होइन ला पाइप छ क्या ऊ त्यहाँ पनि पाइप ऊ आउँदैन त्यहाँ त उहाँले त डरमको पनि आएको अघि पनि डरमको लु जाऊ त भर्खर आएको लु जाऊ त यहाँ ल पानी लिन गएँ म यहाँ खाजा बनाउँछु अब साथीहरू ल म चाहिँ साथीहरू भात पकाउन थालेँ हो ढिलो चाहिँ भयो खाजा खाएर अब खाजा साजाहरू खाएर जानुभयो ओहो झन्नै रे यो पट्यो फेरि अनि अब म भात बसाउँछु अब म पानीमा चौलाउँछु अनि जान्छु मैले चाहिँ यहाँ मेरो अलिकति ढाडो दुखिरहेको छ भात पकाउनुमा बसेको घाम यस्तो चढेको छ नि यस्तो चढेको छ घाम झन् यो 1-2 बजी सकेपछि झन् चढिदिन्छ क्या घाम बरु 10-12 बजी ठिकै नै हुन्छ बस्नै पो सकिँदैन अहिले 3 बजीतिर आउनुभयो बाबा नानी दुईजना त्यहाँ खन्दैछन् म यहाँ छिटो भात पकाउनु पर्यो अनि खानु पर्यो यो चाहिँ हाम्रो दाइ भाउजूको घर ल साथीहरू यो चाहिँ हाम्रो ठुलो दाइ भाउजूको घर हामी चाहिँ उतै छ नि अब हाम्रो चाहिँ यहाँ चाहिँ दाइ भाउजूको घरतिर उहाँकै बारीमा लसुन रोप्न आएको यतै भात सातहरू खाने भनेर सबै लिएर आएको नि
यो बुधबार फेरि यहीँ हाम्रो घरेलु सङ्गति छ तर माथि युथ कन्फरेन्ससँग जुधेको कारणले यो हप्ता बस्दैनौँ अर्को हप्ता मात्र यहीँ सङ्गति हुन्छ है। अब मान्छे बसे जस्तो हुँदैन अब उता पनि हेर्नै पर्छ यहाँ पनि अब यहाँ त अब 3-4 दिन 2-3 दिन अहिले त दिनदिनै आउनुहुन्छ बाबा यतै बस्छु ल्याएको छौँ नि गाई अनि आउनुहुन्छ नत्र त हप्ता दिन 10 दिनमा आउनुहुन्थ्यो आगो फुक्न नत्र आगो फुकेन भने यता फेरि के हुन्छ आगो फुक्नुपर्छ नि अनि त्यस्तो साथीहरू मान्छे बसे जस्तो हुँदैन हाम्रो दाइ भाउजू हुनु भएको भए सधैँ आगो बाल्नुहुन्थ्यो तर काम छैन गाउँमा पनि भन्छु म त साथीहरू गाउँमा बसेर केही खेतीपाती गरेर अलिक उ गरे पनि पैसा हुँदैन क्या जोगिँदैन आइहाल्छ गइहाल्छ आउँछ जान्छ त्यही विदेशै जाऊ भन्छु विदेशै जाऊ म जान्छु भन्दा हुँदैन के गर्नु आफूले सोचेर मात्र नहुँदो रहेछ तर जान्छु म पनि one day I will fly सधैँ यसरी चुलो रोकेर मात्र नहुँदो रहेछ अब छिटो तरकारी पनि ल्याइहालेको छ अब पकाउनु मात्र यो पाकिसकेपछि चट्ट लाग्यो पकाउँछु खासमा चुलो पहिला किचन उतापट्टि थियो नि पहिला उतापट्टि थियो पछि मात्र यो त यता सार्नु भएको यहाँ त नत्र सबै सिमेन्ट प्लास्टर गर्नुभएको नि पछि चाहिँ यता सार्नु भएको नत्र त चुलो त उतिया थियो अहिले त छैन मान्छे नभएपछि ल साथीहरू अब भातको आयो है भातको लाइन यस्तै हो म भन्दा बेसी बिसाउनु भएछ उता को घन्टा कस्तो का बात को राजी वजन त बात गर्ने म कति गएको बा है ल है साथीहरू अब म चाहिँ टक्क लाएर ल उताको कामहरूलाई थाँती राखेर म फेरि बल खेल्न जाँदैछौँ हामी एकदमै अब मेन खेलाडीहरू हामी जाँदैछौँ उफ्रिनु पर्न जान्ने त्यस्तो अब यता त खेल्दैन नि हाम्रो गाउँमा खेल्दा पनि हुन्छ तर टिमै नपुग्ने अनि उता हामी चाहिँ मासेप जाँदैछौँ अनि साथीहरू यसै हो डेली भ्लगहरू यस्तो हुन्छ साथीहरू माया गर्दै गर्नु होला नबिर्सनु होला कोही बेला यो बेलामा यो भन्दा पनि बेसी रोचक हुनसक्छ है त साथीहरू काम त यहाँ अब धान चाहिँ यस्तो भइसक्यो प्राय सबैको यसरी अब नुहाइसक्यो अब कुनै चाहिँ अब बाला ओ माई गस यो चप्पललाई नि आभार छ अब चाहिँ यस्तै छ साथीहरू हामी अब जाँदैछौँ अरू गइसक्यौँ अब हामी जाँदैछौँ के अरे हेर्दै गर्नु होला हेरेर प्रतिक्रिया दिन नभुल्नु होला ल है साथीहरू यहाँ चाहिँ दर्रो गरी खेल्ने हुनुहुन्छ आज हाम्रो खासै चान्स छैन जस्तो छ यस उठ भाइ अलिकति बसिदिउँ जस्तो छ लु है शाबास के गरेको मामाको आलो ठोक्थे अरे मैं लिविंग को आके कौन को रहूँ इन पति ने कम तलू ले
17 राम्रो है हो राम्रो हुइ हामी त्यो दर्शक हेलो 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 लेडिज टिम 21 लुक हो राम्रो हारा लम्बु भाइ राम्रो छ राम्रो फाइनल हो कि यो फाइनल हो सुरु ला आज हाम्रो चान्स रहेनछ बरु खनेको भए जाति हुन्थेछ सेट खन्न छोडेर आएको त बराबर राम मामा भाइरल हुनु अनि रोड खतरा ठीक छ खेलाडी है हो यताको टिम फाइनलमा गइसक्नु भएको छ अब चाहिँ फाइनल हो अनुहारमा ठोकेर पनि नम्बर ल्याउन सफल हुनुभयो ल साथीहरू आजको दिन चाहिँ यसरी नै बित्यो हो खासमा हामीले बल खेल्न आउने भनेको बल खेल्न आएको काम छोडेर तर आज चाहिँ हाम्रो पाला आएन यस्तै भयो अब फेरि आउँदो सालमा भाइ फोन आइरहेछ तपाईँको अनि यसै हो आज यसरी नै बित्यो साथीहरू फेरि भोलि न्यू ब्लगको साथमा म आउने नै छु सबैजनाले माया गरिदिनु होला अहिलेलाई चाहिँ भन्छु बाई बाई थ्याङ्क यू फर वाचिङ